म शब्द पाए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ न अँधेरीमा तिमी जुन बनिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म गुड मर्निङ दाइ आज हाम्रो छोराको चाहिँ बिहामा चाहिँ मेरो कान्छा दाइ हाम्रो गाउँघरमा चाहिँ सबैले चिन्नेवाला चाहिँ हाम्रो बिजुली दाइको छोरा हाम्रो छोरा मिलनको चाहिँ आज चाहिँ शुभ विवाहको दिनमा चाहिँ मेरो दाइ र भाउजू अनि चाहिँ उहाँ ससुरेलीजी हुनुहुन्छ अनि उहाँको बजामा हुनुहुन्छ अनि उहाँको चाहिँ बहिनी माइली आजूको चाहिँ छोरी है हजुर अनि तपाईँहरू चाहिँ सबै यहाँ उपस्थित भएको चाहिँ हामी सबै इष्टमित्रहरू चाहिँ हामी जन्तीवाला हो म पनि चाहिँ दुलाको चाहिँ काका हो त्यस कारणले चाहिँ अब एकछिनको बादमा भित्र पसिन्छ दाइ आज छोराको बिहामा चाहिँ एकदम खुसियालीमा के भन्नुहुन्थ्यो कि दाइ एकदम खुसी छु होइन मेरो इष्टमित्रहरू नि सबै सहभागी भइदिनु भएको छ उपस्थित भइदिनु भएको छ र म मेरो हृदयदेखि मेरो परिवारको तर्फदेखि धेरै धेरै मुरी मुरी धन्यवाद भन्न चाहन्छु मेरो आफन्त सबै इष्टमित्र मान्यजन आदरणीय सम्पूर्ण धन्यवाद ए समीक्षा आज त मेरो छोरी त नन्दाको चाहिँ के भन्छ उपनाम पाउनु भयो नि छोरी घरमा भाउजू आएको गर्दाखेरि खुसी छैन होइन बाबु ल एकदम खुसी लाग्यो है बाबु आज त हाम्रो छोराको बिहामा चाहिँ दाइ हेर्नुहोस् त हाम्रो दुला राजा हाम्रो चाहिँ मिलन बाबु अनि हाम्रो झमिचो हाम्रो बजे आमा अनि कान्छा दाइ अनि भाउजू ओहो दाइ आज त हाम्रो घरमा त बुहारी आइनि भन्छ दाइ ल ल अब एकछिनमा आइहाल्छ बुहारी पनि ल दाइ एकदम खुसी लाग्यो है दाइ मेरो केश दाइ तपाईँहरू चाहिँ गाउँमा सबैले चिन्नेवाला चाहिँ बिजुली दाइको छोरा हाम्रो उषा भाउजूको छोरा अनि दुला रानीको चाहिँ बाजे हाम्रो काभ्रेको चाहिँ मुखिया दाइ सूर्यबहादुर गुरुङ हेर्दाखेरि आमा दुईजना फलो हो के हो सबै चाहिँ हाम्रो जन्ती टोली है उहाँ हाम्रो इन्जिनियर्सको चाहिँ गर्जबहादुर गुरुङ उहाँ रुम्जे टारको हो हाम्रो ससुरेलीजी हो अनि हाम्रो दुलाको चाहिँ बा हाम्रो कान्छा दाइ मेरो छोरा आज हिरो आज चाहिँ छोराको चाहिँ के भन्छ शुभ विवाहको दिन है बाबु ल यहाँ आउने इष्टमित्रहरू चाहिँ सबै चाहिँ हाम्रो चाहिँ आज चाहिँ दुला बाबुको पक्षबाट आउनुभएको चाहिँ हामी चाहिँ जन्ती अब चाहिँ यहाँ दुलाको चाहिँ कान्छी फुपू हुनुहुन्छ कान्छी फुपू ल आज चाहिँ हाम्रो चाहिँ बुहारी नानी आउँछ हेर बाबु गर्दाखेरिमा चाहिँ के भन्छ ल भनिहाल्नु बा आज एकदम खुसी छु ल ठिक छ अनि यहाँ हाम्रो सोल्टी चाहिँ खादर जुङको चाहिँ हाम्रो गोमा खिमबहादुर गुरुङ अनि गाउँमा चाहिँ प्रचलित नाम चाहिँ हाम्रो सोल्टीको चाहिँ निक्नेम अर्कै छ म अहिले चाहिँ यहाँ भन्न चाहँदैन भने सोल्टी तपाईँहरूको सन्तानमा त आज त बुहारी आएको छ नि राजा के भन्नुहुन्थ्यो राजा मेरो भाइ बुहारीलाई एकदम फलोस् फुलोस् आजको यो शुभ कार्यमा चाहिँ मेरो भाइ बुहारीहरूलाई सधैँभरि राम्रोले आरामको साथ जिन्दगी बिताओस् ल हेर्नुहोस् दाजु अब हाम्रो धम्बोसको चाहिँ हाम्रो चेलीबेडी हेर्नुहोस् न हेर्दाखेरिमा चाहिँ कन्सार त यस्तो उज्यालो हुन्छ कि भनेर साध्य छैन क्या हजुर यो सबै आज चाहिँ अब तपाईँहरू हाम्रो यो पक्षबाट तपाईँहरूको के अरे बुहारीलाई चाहिँ हामीले लिएर आउँदैछ यहाँ तपाईँहरू चाहिँ अलिकति यसरी क्लोजमा बस्नुहोस् त हजुर किनभने यहाँ हामीले चाहिँ पानी सर्कल मान्नुपर्ने हुन्छ नातिनी बाबु हो
हाम्रो छोरालाई बिचमा राखेर त आहा छोरा त आज त हिरो देखेछ यार छोरा यार ए ओहो ए ल मेरो नातिनी बाबुले चाहिँ 3 फन्डको के गर्यो दाइ ल नातिनी बाबुले चाहिँ छोरा मिलानलाई चाहिँ माला लगाउँदैछ क्या आहा ए छोरा नातिनी छ राम्रो छ हेर हेरिहाल्नु बाबु ल शाबास पवित्र स्थान बुद्धिस्ट कम्युनिटी सेन्टर कुम्भमा तपाईँहरूलाई स्वागत छ। अनि आज हामी हाम्रो मिलन गुरुङ र मिनिषा गुरुङको लागि तपाईँहरूको यो नयाँ सम्बन्धलाई राम्रो एउटा सम्बन्ध गर्नुको लागि चाहिँ हाम्रो पूजा विधिद्वारा चाहिँ हामीले पूजापाठहरू गर्नु गइरहेछौँ। पूजापाठहरू 2 चरणको पूजापाठहरू रहेनछ। सर्वप्रथम हामी चाहिँ सङ्घ पूजा विधिद्वारा तपाईँमा हुने विघ्न बाधा ग्रहहरू शान्ति गर्ने गरिन्छ। अनि दोस्रो चरणमा चाहिँ हामीले तपाईँहरूको सम्बन्धलाई चाहिँ एउटा गहिरो राम्रो शुभ सम्बन्ध बनाउनको निमित्त हामीले चाहिँ आशीर्वाद स्वरूप छेटु अर्थात् आयुको पूजाद्वारा चाहिँ तपाईँलाई आशीर्वाद स्वरूप हामी सिद्धि तपाईँलाई दिन्छौँ। अनि यसरी 2 चरणको पूजा रहेनेछ। पूजा अवधि चाहिँ हामी 90 मिनटभन्दा माथि हुने छैन। त्यो भएकोले गर्दा तपाईँहरू अलिकति शान्त बसिदिएर यस हाम्रो पवित्र स्थानलाई चाहिँ तपाईँले चाहिँ सम्मान स्वरूप तपाईँले चाहिँ अलिकति यसलाई तपाईँहरूले चाहिँ आज त हाम्रो नातिनीको बिहामा त दाजुभाइ र भाउजू छोरी उहाँ नातिनी सबै जम्मा हो नि दाइ भने दाइ ओहो असल भयो एकदम ठिक हो नि दाइ होइन बाजेको प्रेजेन्टेसन आज ठिक छ है दाइ सबै पाहुनालाई चाहिँ खाजा लगाइदिनु भयो होइन दाइ हाम्रो नातिनी बाबु र उहाँ चेजे त खुसी हुने भयो आज त होइन र ए दुला हेर्दा ऊ त्यता पो बसिरहेको रहेछ दाइ हेर्नुहोस् त दाइ हेर्नुहोस् त दाइ ऊ उहाँ पो रहेछ दुला त ल ए हाम्रो कान्छे दाइ पनि त्यही रहेछ मक्खै आज छोरा त होइन दाइ आज फेरि यहाँ सबै जम्मा भयो आज नातिनीले गर्दाखेरि अब दुईटा बाजे पनि मक्खै हो नि दाइ बाजे पनि मक्खै छ ए बजे आमा पनि खुसी भएछ आयुज्ञान अभिखेजा हो सिद्ध आयुज्ञान अभिखेजा तर नातिनी बाबु त भात खुला गरेको यार जे चाहिँ यता पनि हेर्नु छोरा यार के हो नातितिर मक्ख पऱ्यो त बाबु त यार ल मेरो छोरा र नातिनी बाबु चाहिँ आज चाहिँ भात खुला भयो है सुमना दशे लदा मिश्र बाचके तंबा नमला जेको दिने जोला दिने जे दशे दशे दे बात दे दशे के जोजे के दे मिदा लदा लामे जे छोगे जरो मजे जदा बाजे जे दिने जोला दिने जे दशे जे तुझे निमा जे चला जे दुदा गिरे दे दशे दे तादो पाने ने दशे तुझे दे Damje duze dembe chala ge nyama doma doe dashe de ta do pane nyen de dashi do ke de yin de
Kyose benze tembe chela nyebe gyondo gyotsa namba be tato pale nyese tajiyo tembe kanda doda mendo wa teda tamse dese tejo dama la meje ba sanje doda tembe tembe kanda doda mendo wa teda tamse dese यो 5 जना नातिनीहरू चाहिँ हाम्रो नातिनी बुहारीको चाहिँ साथीहरू हो हेर्दा कस्तो क्युट क्युट हेर्नुहोस् त आम्मामामा ल एकदम खुसी लाग्यो है बाबु यहाँले भेट्नु पाएँ है त्यो नातिनी बाबु चाहिँ हाम्रै नातिनी बाबु हो यो नातिनी बाबु अनि तिनै जानु नि नातिनी बाबु है बाबु ल तिमीहरू पनि पालाउँछ है ल खुसी लाग्यो ऊ यहाँ पछाडिको नातिनी बाबु छ नि फेरि ल थ्याङ्क यू ल नातिनी बाबु आमालाई के भन्नुहुन्छ बाबु नमस्ते आजी आज बाजेसँग भेट्यो नि होइन बाबु ल अच्छा खुसी लाग्यो है बा अब अघिको पहिलो दोस्रो चरणको कामहरू सबै सिद्धियो अनि अहिले चाहिँ अब हाम्रो गोत्र सार्ने कार्यक्रमहरू भइरहेको छ अनि यो गोत्र सार्ने कार्यक्रमहरू अब म भन्दा यहाँ अग्रजहरू कति हुनुहुन्छ उहाँलाई थाहा छ तर अब हाम्रो गाउँठाउँमा हाम्रो बोल्ने भाषा पनि एउटा लय आफ्नो गाउँबाट अर्को गाउँको लय भिन्दै हुन्छ भनेदेखि त्यही अनुसार हाम्रो यस्तो गर्ने कार्यक्रमहरू आफ्नो आफ्नै तरिकाको हुन्छ कुनै पनि एकुरेट छैन तर मैले अहिले यहाँ एउटा अघि नै मैले भने जस्तो अभिभावकको एउटा रूपमा चाहिँ मैले जानेको बुझेको देखेको सुनेको कुरालाई चाहिँ मैले यहाँ सक्दो राम्रो तरिकाले चाहिँ मेरो के अरे 100% चाहिँ मैले यहाँ काम गरिरहेको छु गर्दाखेरि यसमा भुलचुल हुने गएकोमा चाहिँ म माफी चाहन्छु र अहिले गोत्र सार्ने कार्यक्रम अब हाम्रो गाउँघरमा गयो त्यहाँदेखि गोत्र सार्यो त्यहाँदेखि भरे के अरे तुलीलाई चाहिँ लगेर घरमा लगेर सिन्दुर लगाएर घरमा भुल्ने त्यो चलन पनि छ अब अघि नै कुरा गरे जस्तो अब फेरि कतिपय कुराहरू चाहिँ यहीँ गुम्बामा पनि अब त्यो खालको कामहरू हुन्छ गर्दाखेरि यो जसरी गरे तापनि हामी दुई अभिभावकहरू चाहिँ अब मनमा सन्तोष हुनु पर्यो सबभन्दा ठुलो विश्वास हो अब हामी यस्तो पवित्र ठाउँमा आजको दिन एकदमै राम्रो दिनमा हाम्रो वर वधुलाई हाम्रो अभिभावकहरू यहाँ उपस्थित भएर सम्पूर्ण इष्टमित्र अनि त्रिरत्नको अगाडि चाहिँ साँची राखेर यो कामहरू गरिरहेको छ गर्दाखेरि अवश्य पनि यो फलदायी हुन्छ गर्दाखेरि अहिले गोत्र सार्ने काम भइरहेको छ गर्दाखेरि म केटीको तर्फबाट अनि उहाँ छोराको तर्फबाट हाम्रो सम्झी राजालाई चाहिँ अब 9 सुकी कुनै ठाउँमा 6 सुकी पनि हुन्छ तर मैले बुझेको अनुसार चाहिँ 9 सुकी पैसा मलाई दिनु पर्यो ल सोचे राजा हजुर धन्यवाद हजुर अच्छा के अरे अब सुकी होइन पक्का हाम्रो गाउँठाउँमा चाहिँ अब पक्का सुकी नै हुन्छ तर अब यहाँ युकेमा अब यो पेनी यो सुगाको रिप्रेजेन्टेटिभ गरिरहेको छ गर्दाखेरि पहिलो सुकी यसको अर्थ मैले बुझेअनुसार चाहिँ हाम्रो सेमेभूमि हाम्रो गाउँठाउँको चाहिँ देवी देवतालाई चाहिँ हामीले उहाँहरूप्रति हामीले सम्झना गर्दै यो पहिलो सुकी चाहिँ उहाँ सेमेभूमिलाई त्यस्तै प्रकारले दोस्रो सुकी चाहिँ हाम्रो पितृहरू हाम्रो जो हामीमा हुनु हुँदैन उहाँहरूको जिजु बाजेहरूको सम्झनामा गर्दाखेरि यसमा यो भन्दै जाँदाखेरि चाहिँ मलाई एउटा बुढाबा पाखाले भनेको भनाइ याद आयो गुरुङमा भन्छ नि होइन पे माया के अरे छ्या ममु छ्या माया लो ममु लो माया निमम अर्थात् भाषा हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कृति हराए मानव नै हराउँछ यो भनाइ चाहिँ अब जिजु बाजेले भन्दै आएको कुराहरू हो तर अहिले समय परिस्थिति अनुसार हामी युकेको जस्तो ठाउँमा आएर बसेको छ तरै पनि अब हामीले भावी आउने सन्तानहरूलाई हामीले ताली बजाउनु कुन विषय
You're gonna stay with them from here. All right, go. Sister, I'm here. के भन्नु आफूले जानी जानी बुझाइसित गर्थेँ म अगाडि एउटाले पारेको थियो मलाई दिने र उयो त 3 इन्च ल थ्याङ्क पछाडि गएर नानीहरूलाई दिनु नि दुईटा छोराको गरिसक्यो Asal
तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म